थकाइ लाग्छ डाक्टर साहब, कामै गर्न मन लाग्दैन, जाँगरै लाग्दैन, उठ्नै मन लाग्दैन, के भएको होला, मलाई के रोग लागेको होला। आज यही कुरालाई केन्द्रबिन्दुमा राखेर म यो भिडियो लिएर हजुरहरू समक्ष आएको छु। थकान लाग्ने पहिलो कारण हुनसक्छ तपाईँलाई स्ट्रेस बढी छ, फिजिकल स्ट्रेस, जस्तै राति राम्ररी सुत्नु भएको छैन, अथवा खानपिन मिलिरहेको छैन, घर बाहिरको खाना धेरै खानुभएको छ, ब्यालेन्स डाइट खानुभएको छैन, जङ्क फुड धेरै खाइरहनु भएको छ, अथवा बढी तापक्रम अथवा कम तापक्रममा काम गरिरहनु परिरहेको छ। जस्तै गर्मी बढेको छ आजकल, गर्मी बढेको बेला पनि हजुरहरूलाई थकान महसुस हुनसक्छ। यस्तै फिजिकल स्ट्रेसको अर्को कारण हुनसक्छ निन्द्रा नपर्ने, जस्तै काम परेर या विभिन्न कारणले तपाईँ राति राम्ररी सुत्न सक्नुभएको छैन, 3 दिन 4 दिन 5 दिनदेखि तपाईँलाई निन्द्रा परिरहेको छैन, विभिन्न कारणले पनि हजुरलाई पनि थकान अनुभव हुन सक्दछ। यसपछि डाइट एकदमै इम्पोर्टेन्ट छ हेल्थको लागि। ब्यालेन्स डाइट, ठिक्क मात्रामा कार्बोहाइड्रेट, ठिक्क मात्रामा प्रोटिन हुनु र तपाईँले न्युट्रिसियस खानेकुराहरू खानु। ठिक्क प्रोटिन पनि सही चिज, कार्बोहाइड्रेट क्यालोरी पनि राम्रो र स्वस्थकर चिजबाट खान सक्नुभयो भने निश्चय नै हजुरलाई खानाको कमीबाट हुने थकानबाट हजुरले छुटकारा पाउन सक्नुहुन्छ। अब हामी केही रोगको बारेमा कुरा गर्छौँ जसको लागि हजुरहरूलाई पक्कै नै मनमा खुल्दुली भइरहेको होला। पहिलो रोग छ सुगर। तपाईँको सुगर बढी छ, तपाईँले औषधि गरिरहनु भएको छैन, अथवा उपचार गर्दा गर्दै पनि तपाईँको सुगर ठिक मात्रामा छैन भने तपाईँलाई थकान अनुभव हुन सक्दछ। दोस्रो कुरा प्रेसर। ब्लड प्रेसर बढी भएको बिरामीमा विशेषतः टाउको दुख्ने, चक्कर लाग्ने समस्या भए तापनि केही बिरामीहरू चाहिँ थकानको रूपमा पनि प्रस्तुत गर्न सक्नुहुन्छ। थाइरोइड अर्को यस्तो रोग हो जुन एकदमै अहिले व्यापक रूपमा देखिन्छ बिरामीहरूमा। हजुरलाई थकान लाग्ने, हातखुट्टा पोल्ने, झमझमाउने, काम गर्न मन नलाग्ने, जाँगर नचल्ने जस्तो छ भने निश्चय नै हजुरलाई थाइरोइड हुन पनि सक्छ। थाइरोइड चेक गरौँ र थाइरोइड देखियो भने त्यसको उपचार पनि गरौँ। यसपछि कलेजो र मृगौला सम्बन्धी समस्या पनि केही बिरामीमा सुरुवाती अवस्थामा थकानको रूपमा आउन सक्दछ। मैले किन सुरुवाती अवस्था भनेको भने कलेजो बिग्रेको धेरै बिरामीहरू हजुरहरूलाई पनि थाहा छ, जन्डिस हुने, खुट्टा सुनिने, पेट फुलिने लक्षण लिएर आउनुहुन्छ। तर कलेजो नबिग्रिसकेको अवस्थामा र कलेजोमा जस्ट रोग सुरु हुन लागेको छ अथवा रोग सुरु भइसकेको छ र कलेजो फेलियर भइसकेको छैन भने यस्तो अवस्थामा पनि हजुरलाई थकान अनुभव हुन सक्दछ। ब्लडमा लिभर फङ्सन टेस्ट र भिडियो एक्सरेमा कलेजोको परीक्षण गरेर हजुरले हजुरहरूको कलेजोको अवस्था ठिक छ कि छैन हेर्न सक्नुहुन्छ। त्यस्तै मृगौला रोग पनि सुरुवाती अवस्थामा अथवा मृगौला धेरै बिग्रेपछि पनि थकानको रूपमा आउन सक्दछ। तपाईँले किडनी फङ्सन टेस्ट, युरिया, क्रिएटिनिन र युरिन टेस्ट गरेर पिसाबबाट प्रोटिन गएको छ कि छैन, भिडियो एक्सरेमा मृगौलाको अवस्था के छ भन्ने यस्ता चिजहरू हेरेर आफूलाई किडनी रोग भएको र नभएको थाहा पाउन सक्नुहुन्छ। तर सबभन्दा कमन कारण के छ त यस्तो थकान अनुभव हुने? धेरै जसो बिरामीमा तपाईँको थाइरोइड ठिक छ, सुगर ठिक छ, प्रेसर ठिक छ, तपाईँको कलेजो किडनी ठिक छ, तपाईँ राम्ररी सुतिरहनु भएको छ, राम्ररी खाइरहनु भएको छ, तैपनि हजुरलाई थकान अनुभव भइरहेको छ भने हजुरहरूलाई डिप्रेसनको लक्षण हुन पनि सक्दछ। डिप्रेसनको केही बिरामीहरूमा काम गर्न मन नलाग्ने, जाँगर नचल्ने, धेरै डक्टरहरूलाई भेट्दा पनि रोग नभेटिने, तैपनि थकान ठिक नहुने, यस्तो छ भने हजुरलाई डिप्रेसनको लक्षण हुनसक्छ। एकचोटि आफ्नो साइकियाट्रिस्टलाई पनि पक्कै भेट्नु होला। हस् त, धन्यवाद।